साथीहरु आजको यात्रा हुनेछ हाम्रो पूर्व रौतहटसम्मको यात्रा हो। तर रौतहट पुग्नुभन्दा पहिले चाहिँ हामी तराईसम्म कसरी जाने, कुन बाटो भएर जाँदा सजिलो हुन्छ भन्ने कुरा म तपाईलाई देखाउने छु। आजको यात्रा केही लामो छ। हामी बल्खुँदै फर्किङको यात्रा हुँदै हाम्रो यात्रा बढाउने छौं। यो हो चौभार र चौभार हुँदै हामी तौडाबाट चाहिँ हाम्रो यात्रा बढाउने छौं। यात्रा चाहिँ एकदमै मिठो हुनेछ किनभने लामो यात्रा छ र काठमाडौँ बसेको हुनाले चाहिँ बाहिरको यात्रा गर्दा कहिलेकाहीँ मन चाहिँ एकदमै खुसी पनि हुन्छ। तर लामो यात्रा हुँदाखेरि चाहिँ हाम्रो शरीर थाकिन सक्छ। चारैतिर हरियाली र सँगसँगैको लामो यात्रा गर्दाखेरिको मनमा एक किसिमको शान्ति, यो सबै कुराको मजा लिँदै हाम्रो यात्रा अझै पनि हामी बढाउने छौं। यो हो फर्पिङ बजार र यहाँबाट हामी चाहिँ दायाँतिर लाग्दाखेरि चाहिँ हाम्रो कुलेखानीतिर गइन्छ भने बायाँतिर लागेर चाहिँ हाम्रो यात्रा बढाउने छौं। यो हो दक्षिण काली मन्दिर र यहाँबाट हामी चाहिँ हाम्रो यात्रा दायाँतिर हुँदै हाम्रो यात्रा बढाउने छौं। ठाउँ चाहिँ एकदमै रमाइलो छ। तपाईहरु आउनु भएको छैन भने यो ठाउँ चाहिँ यो मन्दिरको दर्शन गर्ने एउटा चाहिँ एकदम सजिलो बाटो र राम्रो बाटो पनि छ। यो हो सिस्नेरी र यहाँ चाहिँ बाटो केही साङ्ग्रो छ। अलिक होसियारी भएर आउन सक्नुहुन्छ। तर वरिपरिको पहाड अनि हरियाली वातावरणले चाहिँ मन एकदम मोहित हुन्छ। विशेष गरी तराईतिर जाने बाटो चाहिँ एकदम सर्टकट बाटो पनि भनिन्छ। तर बाटो सर्टकटसँगै केही रिक्सीहरू छ। रिक्ससँगै हाम्रो मजा पनि बेग्लै छ किनभने काठमाडौँभित्र बसिराख्नेहरूलाई चाहिँ वरिपरि निस्किँदाखेरि बाटोको मजा लिन चाहिँ एकदमै प्रकृतिले आकर्षण गर्छ। सो फाइनली गाइज म चाहिँ अब देउराली आइपुगेँ। एकैछिन अब 5-10 मिनटको चाहिँ ब्रेक लिँदैछ होइन। अनि त्यसपछि हामी चाहिँ अघि अब बढ्छौँ होइन। तर चाहिँ भ्यू चाहिँ यस्तो बवाल छ होइन, अल्टिमेट छ क्या। म चाहिँ घर जाने बेलामा यस्तै भ्यूहरू हजुरहरू चाहिँ हेर्दै जानुहुन्छ होइन। तबसम्म हजुरहरूले त्यो लिइराख्नु होइन, धैर्य राखिराख्नु होइन। अझै चाहिँ भ्यूहरू म देखाउनवाला छु, यस्तो राम्रो दृश्यहरू। यो चाहिँ हाम्रो भीमफिदी बजार हो। यो चाहिँ पहिलाको चाहिँ हाम्रो मकवानपुरको सदरमुकाम यो ठाउँमा थियो र अहिले चाहिँ हाम्रो यो यताबाट सरेको छ। मकवानपुरको भैँसी बजार र यो बजार सानो छ तर
प्रकृतिले भरिएको बजार सँगै पर्छ यो पनि। भात गटे नि त लादिएछ हेर रङ्ग गरै पारेछ त्यस काठमाडौँ सो फाइनली हामी चाहिँ करिब 5 घण्टा पछि चाहिँ हाम्रो हेटौडा बजारसम्म पुगिसकेका छौँ र यो बजार पनि तराई पर्ने भएर होला गर्मी चाहिँ हुन्छ तर एकदम विकसित ठाउँ चाहिँ हामी देख्न सक्छौँ। बाटोसम्म छ तराई लागिसकेको छ र यहाँनिर तपाईँ देख्नुहुन्छ चुरेमाईको मन्दिर छ। तपाईँ दर्शनको लागि आउन सक्नुहुन्छ यो ठाउँमा। बाटो एकदम सजिलो छ। हामी अब पहिले भन्दा चाहिँ केही कति स्पिडमा जानेछौँ। बाटोसम्म परेको छ। अहिले चाहिँ हामी अम्लेन्सगञ्जमा छौँ र यो बाटो चाहिँ तपाईँको पटलाईसम्मको 35 किलोमिटर यात्रा छ जुन जङ्गलै जङ्गल पर्छ। यो चाहिँ पटलैया हो र यहाँबाट हामी चाहिँ निजगढसम्म पुग्नको लागि चाहिँ लगभग तपाईँले चाहिँ करिब 38 किलोमिटरसम्म चाहिँ जङ्गलको बाटो काट्नुपर्ने हुन्छ। बाटो पुरै सिधै छ र यसमा खासै जनावरहरूको चाहिँ खासै डर छैन भन्छन् यहाँका लोकलहरू। काठमाडौँ बस्दै गर्दाखेरि त्यहाँको उपत्यका र पहाडको ढिस्काहरू देखेर कहिलेकाहीँ चाहिँ मन यस्तै होला जस्तो लाग्छ। तर जब तराई आइन्छ यहाँको सम्म परेको ठाउँ देखेर एक किसिमले चाहिँ मनमा बेग्लै किसिमको आनन्द हुन्छ। यो हो निजगढ बजार र यो बजार चाहिँ ठुलो छ र यो बजार चाहिँ तपाईँको इन्डियादेखि लगभग 30-35 किलोमिटरको दूरीमा छ। जहाँ तपाईँले इन्डिया जानु पर्यो भने 30-35 किलोमिटर क्रस गर्नुपर्ने हुन्छ। र फेरि पनि हामी जङ्गलको यात्रामा छौँ। निजगढदेखि लगभग 19 किलोमिटर जति फेरि हामी चपुर पुग्नुपर्छ जुन जङ्गल फेरि पनि एकदम घनघोर जङ्गल छ। मान्छेको आवत जावत एकदमै कम हुन्छ र यहाँको अवस्था हेर्दा गर्दाखेरि चाहिँ एक्लै हिँड्दा केही डर लाग्न सक्छ। सो फाइनली गाइजहरू हामी चाहिँ चपुर बजारसम्म आइपुगेका छौँ र बजार पनि ठुलो छ। यो बजार पनि तपाईँको तराईमै पर्ने भएर होला सम्म परेको धेरै परसम्म चाहिँ फिजिएको देखिन्छ। सो फाइनली हामी चाहिँ अब हाम्रो गन्तव्यसम्म पुगिसकेका छौँ। जब काठमाडौँ बस्दै गर्दाखेरि तराईको याद आउँछ। सम्म परेको ठाउँ जता गयो परैसम्म देखिने अनि प्रकृतिको त्यो रचना देख्दै गर्दाखेरि मनमा किसिमको शान्ति लिँदै आफ्नो ठाउँ आफ्नो लोकल एरियाको महसुस हुन्छ। जब चाहिँ गाउँ नजिकै आइपुग्दाखेरि यतिका बेरसम्मको सँगैको यात्रा सँगै बस्नुभयो। सबैसँग बिदा लिन चाहन्छु।